लेट्स गेट रेडी विथ रिवान फर द बर्थडे सेलिब्रेसन. आई नो बर्थडे चाहिँ सकिसक्यो तर स्टिल स्कुलमा सेलिब्रेसन चाहिँ बाँकी छ. म मन्डेदेखि केक लिएर जाने भनेर बसेको तर सन्चो नभएर हुन्छ नि. फाइनली आज जुरेर अनि आज लिएर गएको. रिभीको यो ड्रेस चाहिँ क्या मलाई कस्तो राम्रो लाग्यो नि त. बानेश्वरमा ठ्याक्क जाँदा जाँदै अनि ल किनिदिन्छु भनेर किनिदिएको थिएँ. प्राइसेस पनि रिजनेबल नै थियो अनि ठ्याक्क फिट पनि भएको क्या. अनि एज अलवेज मैले चाहिँ अहिले पनि रिभीलाई नै हो फर्स्टमा रेडी बनाइदिने. अनि आज चाहिँ अब बर्थडे पनि भयो त्यही भएर अलिकति हुन्छ नि ब्लसहरू अनि हल्का आइस्याडो लिप ग्लसहरू सबै लगाइदिएको थिएँ. अनि हेयर चाहिँ के गरिदिनु भयो त्यही अलिक सर्ट छ नि त अनि बन बनाएर अनि यो क्राउन पनि थियो कि यो सिम्पल कस्तो राम्रो खालको थियो कि पर्ल र अगाडिपट्टि क्राउन जस्तो अनि लगाइदिएँ. त्यसपछि चाहिँ अनि कानमा पनि पर्लकै लगाइदिएँ अनि थोरै ग्लिटरहरू एड गरिदिएँ. अनि उनीहरू दुवैजना कस्तो सन्चो नै भइरहेको छ होइन खोकिरहेको छ. त्यही भएर मैले बिहान मिल्क चाहिँ स्किप गरेर टी बनाइदिएको थिएँ. अनि त्यसपछि रिवानको पालो. रिवानलाई चाहिँ केही गर्नै पर्दैन लुगा लगाइदियो होइन. अनि सनस्क्रिन मोइस्चराइजर अनि टाढा रेडी हुन्छ. थ्याङ्क्स फर वाचिङ.